हाई एभ्रिवान, सेवा नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। आज त साथीहरू भिडियो बनाउन थालेको नि 18 दिन भएछ है। तर के गर्नु, भ्यू चाहिँ कम हुँदै हुँदै गइरहेको छ। के कारण हो, आफूलाई चाहिँ बनाउनु नआएर हो कि अरूको हेर्छु मक्ख पर्छु, आफ्नो हेर्छु छक्क पर्छु भने जस्तै भइरहेछ साथीहरू। अरूको हेर्छु 2-3 हजार 5-6 हजार कति कति भ्युज गएको देख्छु, फलोवर्स कम भएर पनि। आफ्नो भनेपछि साथीहरू 3-4 हजार फलोवर्स छ, त्यही पनि के हो भ्यू चाहिँ जाँदैन हो। त्यही पनि केही छैन साथीहरू, म चाहिँ भिडियो बनाइरहेको छु। भ्युज नआए पनि लाइक नआए पनि पछिलाई सम्झना हुन्छ भनेर हो। अनि साथीहरू तपाईँहरू कस्तो हुन्छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। मेरो छोरीको कपाल काटिदिनु चाहिँ मैले गल्ती गरे जस्तो लाग्दैछ साथीहरू। अहिले आएर चाहिँ हेर्नु सबजनाले फोन गरेर किन काटेको कपाल भनेर मेरो दिमाग खराब गरिसक्नु भयो है। जसले गाली गर्नुहुन्छ, जसले नि गाली गर्नुहुन्छ, त्यही पनि केही छैन। अब राम्रो आउँछ भनेर काटिदिएको, राम्रै आउँछ होला हेरिराख्नु भनेर यही भिडियोबाट भने मैले चाहिँ सबैजनालाई। अनि साथीहरू गर्मी चाहिँ कति छ यता चाहिँ, एकदम धेरै गर्मी छ हेर्न। मेरो छोरी म भाइ चाहिँ भएर बरफ खाँदैछु। छोरीलाई चाहिँ कति मनपर्छ भने बरफ, हेर्न कस्तो मजाले खाइराख्नु भएको छ। मैले नि खाएको, अनि उहाँले चाहिँ आफै खानुपर्ने, हेर्न कस्तो रिसाइराख्नु भएको छ। अनि साथीहरू त्यसपछि हामी आमा छोरी सुत्यौँ। मेरो छोरी चाहिँ कति मजाले सुत्नु भएको छ हेर्नु न। भिडियो अन्तिमसम्म हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहे। बाई बाई।